हेलो गाई सबैजना सन्चै आरामै हुनुहुन्छ र म चाहिँ आज चाहिँ गोरु चौन आइराखेको थिएँ अनि खोलामा भाइहरूले यहाँ साथीहरूले चाहिँ यहाँ च्याउच्याउ चाहिँ बनाइरहेको रहेछन् पाटी साटी हान्ने रहेको रहेछन् ल हेर्नु चाहिँ म चाहिँ देखाइदिन्छु यहाँ प्याज पनि काटेको रहेछन् ल हेर्नु केटाहरू पुरी ल्याएर छन् कि प्याज ल्याएर छन् सबै तेलसेल ल्याएर छन् ल हेर्नु यो पुरै पकाएर खाने हो हेर्नु यहाँ तेलहरू रहेछन् यहाँ यी तेल टमाटरहरू पुरै रहेछन् अन्डाहरू चाहिँ यी अन्डा कति रहेछ 5 ल्याएर छन् सबै ल्याएर छन् केटाहरूले झोला चाहिँ यो झोलाले पनि लिएर आएर छन् ल गाईहरू ल हेर्नु च्याउचाउ पनि देखाइदिन्छु मैले चाहिँ है ल हेर्नु च्याउचाउ एकदम भौरी बनाएर छन् केटाहरूले च्याउचाउ चाहिँ अब कस्तो सिस्टमले खाने थाहा छैन है अब यहाँ खोलामा हो ल हेर्नु यस्तो जङ्गल ल हेर्नु जङ्गलमा हो पानी पनि यही है मुलसुल पनि पुरै फुटेछ पानी चाहिँ यहाँबाट निस्किएर चाहिँ मूल फुटेर चाहिँ दाउरो पनि भ्याइन लागिसकेको छ दाउरो पनि लिन जानु पर्यो खोट्न जानुपर्छ अब यो पकाउन लाग्यो खान ल हेर्नु यो ढुङ्ग्रो हो कि के हो मलाई थाहा नाम पनि थाहा छैन पास्ता हुन्छ पास्ता पकाएर चाहिँ केटाहरूले दाउरो पनि छैन अब ल हेर्नु गाईहरू सबैजनालाई च्याउचाउ सबै पनि सुप हाल्नु भइयो ल अब चाहिँ दाउरो खोज्न जानु पर्यो अब खोलाको अब यो अब कति बज्यो भन्दाखेरि र हेर्नु लगभग 12 बजिसकेको छ 1 बज्न लाग्छ है ल हामी साथीहरू यो हो नि यहाँ खाने केटाहरू यहाँ पकाउने छन् च्याउचाउ यहाँ यी सबैले खाने केटाहरूले है ल केटाहरू नि मसला पनि काट्न लागिसके अब हालिन्छ एकपछि त्यसमा ल हामी साथी चाहिँ ढुकुर हान्न हिँड्ने है यो सानो चाहिँ साथी हुन् हान 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 ल उडिसक ल यो ढुङ्गाको नाम के हो ल भनिदिनु होला है यस्तो होला ढुङ्गा नाम हेर्नु ल हेर्दै ढुङ्गो मन्दिर जस्तो हो यार ल नि माथिपछि चाहिँ बाजा बजेछ आज चाहिँ मन्दिर हो त्यहाँदेखि मन्दिर छ एउटा पूजा गरे छन् ओहो ल हेर्नु त यहाँ बाघ बस्ने यार ओह्रालै रहेछ ल हेर्नु गाईहरू हामी पनि दाउरो पनि खोजिसक्यौँ ल खासै चाहिँ होइन क्या यस्तो रोल खाँदैन त रोल बाघ बस्ने गुफा रहेछ क्या त कप्चेर डम्सी बस्ने चाहिँ क्या यार बाघ हो डम्सी यस्तो आएको डम्सी हो कि बस्ने चाहिँ ल लप ढुङ्गा लपको आकार बनेको ढुङ्गा रहेछ कि ठ्याक्कै हाम्रो खोलामा ल हेर्नु यस्तो ढुङ्गा पाइन्छ ल हेर्नु हामी चाहिँ हाम्रो गाउँको भाइ हो दाउरो खोज्न आएको ल हेर्नु अब हामी चाहिँ अब हिँड्न गएको ल हेर्नु दाउरो पनि खोजियो
घाम पनि उत्पत्तै भयो के ल्यानु गाईजोरू है यस्तामा चाहिँ डम्सी पुरै बस्ने चाहिँ रहेछ यो डम्सी अहिले चाहिँ कहाँ निस्किसक्यो होला ल्यानु भित्रै चाहिँ पलै बनाएर चाहिँ के यो चाहिँ यो खेताको पुरै भ्या क्या यस्ता चाहिँ बस्ने ठाउँ फेरि हेर भेट्टाउन पाएको भए होइन साथी कहाँ पुगिसक्यो कि डम्सी चाहिँ दुई ठाउँमा भेटियो है एउटा माथिपट्टि बस्ने ठाउँ रहेछ एउटा तिमी मुनि यस्तोमा बस्ने रहेछ डम्सी खोजिदिएर पानी कति पानी दिएर तेल पनि हालिसक्यौँ यहाँ चाहिँ आगोमा रङ्गन भइसक्यो केटाहरू प्याज पनि हालिसक्यो अब हाल्न छ अब अन्डा छ अनि टमाटर छ ओहो आगो बोलो पानी कला हाँ ल्यानु यो त बनाएर भ्याइसकेको छ आज खानु चाहिँ सकिन्छ कि क्या दिन्छ त्यो चाहिँ हामीले आज चाहिँ टरे हान्ने छन् अब आज मात्रै हो बल्ल यस्तो बनाएर चाहिँ खाएको अझै कहिले खाइन्थेन यस्तो चाहिँ आज भाइहरूले यस्तो बनाएर चाहिँ आज चाहिँ यो बल्ल चाहिँ टरे हान्ने हो आज अब कस्तो लाग्छ चाहिँ अब हेर्नु होला लाइक कमेन्ट गरिदिनु होला हेर्नु यो अन्डा चाहिँ हाँसको रहेछ हेर्नु त यति ठुल्ठुलो पार्ने के यार ल अन्डा चक्कुले हालेन पुरै फ्राई गर्ने पुरै फरायो नि त अब यो फराएर खानै पर्यो क्यानी ए भएन नाला यार केटाहरू आगै बोल्दाखेरि यसै हाल्यो छोली माथि छड्के
हेलो गाईजहरू हामी यसमा पहिला नुन ini yang tasty